कार्यक्रमका विशेष आकर्षण। इस कार्यक्रमका प्रमुख अतिथि डाक्टर अजय क्रान्ति शाक्यज्यूलाई आफ्नो सार्वजनिक मन्तव्य राख्नुका साथै उहाँको सृजनात्मक कौशली अर्थात् कविता वाचन गरिदिनु हुन समेत उहाँलाई सादर आमन्त्रण गर्दछु। धन्यवाद। उहाँले सुरुमै कविता वाचन गरिदिनु भनेर अनुरोध गर्नुभयो, त्यसको लागि पनि धन्यवाद। अब लामो अरू विषयमा नगइकन म यहाँ समक्ष मेरो एउटा गद्यात्मक कविता प्रस्तुत गर्न चाहन्छु। यो कविता विशेष गरेर यो लाओत्सु जूको दर्शनसँग सम्बन्धित छ। लाओत्सुको दर्शनमा प्रो विथ लाइफ भन्ने जुन उहाँको प्रमुख दर्शन छ त्योसँग सम्बन्धित भएर अथवा त्यस्तै किसिमको मेसेजको रूपमा चाहिँ यस कवितामा मैले दर्शाउने प्रयास गरेको छु र अब अहिले यहाँ समक्ष म कविता वाचन गर्न गइरहेको छु। मेरो कविताको शीर्षक अस्तित्वको खोजी। आकाश दनदन्ती जलिरहेको थियो, नदीहरू पग्लिएका फलाम जस्ता थिए। आकाश दनदन्ती जलिरहेको थियो, नदीहरू पग्लिएका फलाम जस्ता थिए र पहाडहरू इस्पात जस्तै जलिरहेको देखिन्थ्यो। म भने नितान्त एक्लो, त्यो प्रलयको रापमा पनि उस्तै एक्लो थिएँ। टाढा क्षितिजमा जहाँ सूर्योदयको अनुपम सुन्दरता हुन्थ्यो, अब त्यो केवल इतिहासको धुमिल स्मृति बनिसकेको थियो। र त्यहाँ आगोको मुस्लोहरूसँग खेलिरहेका केही अस्पष्ट र भयावह आकृतिहरू देखिन्थ्यो। अनि म एकाकीपनको भयबाट भाग्दै त्यहाँ पुग्न खोजेँ। जति नजिक गएँ दृश्यहरू उति स्पष्ट हुँदै गए। धैर्यको बाँध अलिक कसिलो पारेँ, तर अचानक म त्यहाँबाट पनि भाग्न विवश भएँ। किनकि त्यहाँ गिद्धहरू रमाइरहेका थिए। म जस्तै मानिसहरूको शरीरको चोक्ताहरू लुच्दै थिए। त्यसैले म त्यहाँबाट पनि भागेँ। भाग्दै अन्ततः मेरो खुट्टाहरू लडबडिन थाले, मेरा पाइलाहरू अपाइज हुन थाले र म त्यहीँ थालेँ, एउटा लाचार शिकार चाहिँ। अनि ती गिद्धहरू म माथि पनि चम्तिए। तिनले मेरो आँखा, कान अनि मुख गर्दै क्रमशः सबै लुछेर खाए। म नदेख्ने भएँ, म नसुन्ने भएँ, म बोल्न नसक्ने भएँ। म आँखा, कान र मुख बिनाको मान्छे बन्न पुगेँ। अन्ततः म एउटा इन्द्रियविहीन रित्तो शरीर बन्न पुगेँ। अनि बाँकी रह्यो त केवल एउटा जीर्ण अस्थिर पञ्जर। आखिर सङ्घर्ष त हो। मेरो अस्तित्व त्यो अस्थिर पञ्जरमै भए पनि अडिन खोज्दै थियो। तर विडम्बना, पग्लेको फलामे नदीले त्यो अवशेषलाई पनि आफैमा विलिन पार्यो। अनि म शून्यमा शून्यसरी बिलाएँ। मलाई आफ्नै अस्तित्वको पनि पत्तो भएन। अस्तित्वविहीन हुँदै पनि। अनि अन्तिम पटक म चिच्चाएर सोध्दै थिएँ, यो विशाल संसारका समस्त अस्तित्वहरूलाई कहाँ छ म जस्तो मानिसको अस्तित्व? खोइ कहाँ छ मेरो अस्तित्व? खोइ मेरो अस्तित्व। तर चारैतिर एउटा स्वार्थी मौनता मात्र थियो। सायद उनीहरू पनि आफ्नै अस्तित्वको युद्धमा थिए। सायद उनीहरू पनि आफ्नै हराएको अस्तित्व खोज्दै थिए। सायद व्यस्त, विवश र विलीन थिए। यतिकैमा म झसङ्ग बिउजिएछु। सायद म बेहोसीमै थिएँ। तर अब बिउजिसकेको छु र बुझ्दैछु। म त बेच्दै लोभ, मोह, तृष्णाको जालोसहित भयानक
सारहीन सङ्घर्षको भुमरीमा पो फसेको रहेछु। व्यर्थको झुठो निस्सार पहिचान र अस्तित्वको खोजीमा पो प्रकृति विरुद्ध युद्ध गरेको रहेछु। तर अब त म होसमा छु। त्यसैले जीवनको प्रवाहसँग पो जीवन बहनुपर्ने सत्यताका लागि, ब्रह्माण्डको तरङ्गसँगै तरङ्गित हुनुपर्ने सत्यताका लागि अब म समयसँगै बग्दैछु। अब म समयसँगै बग्दैछु तरङ्गित चेतनाको प्रवाहको अस्तित्वको खोजीमा। धन्यवाद।